के नेपालले पनि अमेरिका, अस्ट्रेलिया, जापान जस्ता देशहरूको शिक्षा नीतिलाई अवलम्बन गरे देश विकास हुन सक्ला, अर्थतन्त्रमा टेवा पुग्ला त? हो, पक्कै पनि पुग्छ। किनभने अस्ट्रेलियाको अन्तर्राष्ट्रिय शिक्षा क्षेत्र देशको अर्थतन्त्रको महत्त्वपूर्ण आधार मध्येको एक बनेको एउटा तथ्याङ्क सार्वजनिक भएको छ। सन् 2026 मा 7,72,000 जना झण्डै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भर्ना भएको अस्ट्रेलियाको एक तथ्याङ्कले देखाएको छ। झण्डै 55 बिलियन अर्थात् 5.5 खर्ब बराबरको अस्ट्रेलियन डलर बराबरको चाहिँ उनीहरूले पैसा उठाएको अथवा विद्यार्थीहरूबाट लिएको देखिएको छ। चीन, भारत र नेपाल लगायतका विभिन्न अन्तर्राष्ट्रिय विद्यार्थीहरू अस्ट्रेलियामा आउनको लागि आतुर छन् र भिजाहरू अप्लाई गरिरहेका छन्। यस्तै मोडलले नेपालमा पनि विकास गर्न सकिन्छ भन्ने उदाहरणको रूपमा लिन सकिन्छ। किनभने नेपालले शिक्षा क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा विकास गरी विदेशी विद्यार्थीहरू नेपालमा पढ्न आकर्षित गर्न सके। ट्युसन शुल्क, आवास खर्च, खानपान, यातायात उनीहरूले तिर्ने करबाट नेपालमा ठूलो आर्थिक गतिविधि अथवा चाहिँ ठूलो चाहिँ एउटा रोजगारी सिर्जना समेत हुन सक्छ। यसले रेमिट्यान्समा मात्र निर्भरता घटाउनुको साथै नेपालमा रोजगारी पनि सिर्जना गर्नको लागि महत्त्वपूर्ण हिस्सा ओगट्न सक्छ। यस विषयमा अहिलेका अर्थमन्त्री र नेपाल सरकारका प्रधानमन्त्री बालेन्द्र शाहले ठूलै एक्सरसाइज गर्न पर्ने देखिन्छ। स्तरीय शिक्षा, अन्तर्राष्ट्रिय मान्यता र राम्रो पूर्वाधार र सुरक्षित वातावरण बनाउन सके नेपालले पनि शिक्षा क्षेत्रबाट विदेशी मुद्रा भित्राउन र देशको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउन सक्ने सम्भावना छ। तर यत्तिकै बोलेको भरमा हुँदैन। देशमा चाहिँ राम्रा शिक्षाको लागि पहिला चाहिँ शिक्षाको जगहरू राम्रो हुनु पर्यो। त्यहाँको भौतिक पूर्वाधारहरू, त्यहाँका चाहिँ शिक्षकहरू, त्यहाँको चाहिँ हरेक प्रमाणपत्रका कुराहरूदेखि लिएर त्यहाँ हुने चाहिँ वातावरण, त्यहाँ चाहिँ कसरी विद्यार्थीहरू पास भइरहेका छन्, अन्तर्राष्ट्रिय मापदण्ड त्यसलाई चाहिँ पुरा गरेको छ कि छैन, सबै मापदण्डहरू पुरा गराएर चाहिँ त्यस्ता खाले विश्वविद्यालयहरू स्थापना गर्ने र जसबाट चाहिँ त्यहाँ पढ्न आउन चाहिँ विद्यार्थीहरू आतुर हुन्। त्यहाँ चाहिँ यति राम्रो पढाइ छ, त्यहाँ चाहिँ दिनदिनै पढाइ हुन्छ, कहिले पनि चक्काजाम बन्द हडताल हुँदैन, तालाबन्दी हुँदैन र चाहिँ त्यहाँ पढेपछि विश्वको अन्य ठाउँमा पनि काम पाइन्छ र त्यही देशमा पनि त्यही क्षेत्रमा काम पाइन्छ भन्ने खालको त्यस्तो खाले नीतिहरू अगाडि बढाइयो भने अहिले भर्खरै पनि नेपाल सरकारले बन्द भएका चाहिँ जुन उद्योगहरू छ, कपडा उद्योगदेखि लिएर टायर उद्योगहरू, त्यो चाहिँ सञ्चालन गर्न लागेको छ। हो, त्यस्तै ठाउँहरूमा चाहिँ यहाँ पढिरहेका विद्यार्थीहरूले पार्ट टाइम, क्याजुअलदेखि लिएर पर्मानेन्टका कामहरू पाउन सक्यो भने सो जगतबाट पनि नेपालमा विद्यार्थीहरू आउँछन् र तिनीहरूले आइसकेपछि उनीहरूले कमाउँदै र खर्च गर्छन् र खर्च गर्दै गर्दाखेरि ट्याक्स पनि तिरिरहेका हुन्छन्, जसको कारणले गर्दा नेपाललाई प्रत्यक्ष रूपमा चाहिँ फाइदा पुगिरहेको हुन्छ। यस्ता खाले नीतिहरू अमेरिका, अस्ट्रेलिया, जापान जस्ता देशहरूले अपनाउँदै गर्दा अहिले विश्वको बादशाह बनिरहेका छन्। यस विषयमा नेपाल सरकारको पनि ध्यान आकर्षण होस्। अस्ट्रेलिया नेपालको हरेक सूचना तथा गतिविधिहरू सबैभन्दा पहिला थाहा पाउनको लागि अस्पाली टिभीलाई फलो गर्न नबिर्सनुहोला। हस्, धन्यवाद, नमस्कार।